हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज धेरै पछि जोस काठमाडौँ आएपछि मैले फर्स्ट टाइम भ्लग बनाइरहेको छु, किनभने यहाँ आएर टाइम पनि मिल्दैन। अनि अर्को कुरा भनेको कन्टेन्ट नै हुँदैन के। लामो आइसक्यो म त है। अनि त्यसपछि यहाँ चाहिँ दिस इज बाउन्ड। अनि यता हाम्रो शिक्षा कपाल चाहिँ के हान्नु लाग्छ मुनिटै हो। ल अब चाहिँ हामी बिदा हुन लाग्छौँ यहाँबाट। ल अघिसम्म गोरो थिएँ म, अहिले कालो हुन्छ। अघिसम्म गोरो थिएँ म, अहिले कालो हुन्छ। एकछिन त्यो गरौँ। आजकल म भ्याउनु भएको छ होइन, दुईवटा गाडी चलाउने गाडी। ल यार लाग्यो है। हात मिलाउँदिनँ अब डाइरेक्ट कहिले भेट्यो दसैँ थाहा छैन। कहिले हो साथी कहिले हो भेट्ने यार। अब 5 दिन पछि 5 दिन पछि एउटा आउँछ अनि म उठ्दै जान्छु। अब चाहिँ हामी लागिसक्यौँ अब जात्रातिर। ए मामाहरू छोड्दै मामा न भन्छ। अब त्यही हो, अब उहाँ बगेर को आउँछ भेटौँला। त्यसपछि भेट्ने हो, नभेट्नेलाई मैले बाल छैन कि हामीलाई। बालै छैन, जो आउँछ आऊ भेट न, त्यस्तो कुरै थाहा छैन क्या हामीलाई। जो मान्छेले रेस्पेक्ट जोस् एउटा सम्झिन्छ त्यो मान्छे मात्रै आफ्नो हो कि, अरू चिनिँदैन भाइ को। हु आर यु? हामी चाहिँ लाग्नु पर्ने हुन्छ। यहाँबाट जाने कता हो? यताबाट जान्छ, विषयबाट हुन्छ भने। अब ल त्यही अब कपाल काट्नु दोस्रोलाई चाहिँ अलिक सब्सक्राइब गर्नु पऱ्यो क्या सबैले। हाम्रो दोस्रो अलि भाइरल बनाउनु पऱ्यो। पर्यो कपाल काटिसक्यो, हिँडिसक्यो हुन्छ। सब मान्छेहरू फर्किसक्यो। यो म त औडा लागिसक्यो। यो त जानी चरपटे हानी यो त सबै भइसक्यो जस्तो लागिसक्यो। यतिको चाहिँ हुनुपर्छ है, फेरि यतिको चप्पलमै सक्छ त कसैले चप्पलमा चप्पल हान्नलाई। हामी वीर गोर्खा मेरो ससुरो बानी आएन अहिलेसम्म। भोटो देखाउने मान्छे नै आएन। अब झ्याउ खान जान्दाखेरि हामी झ्याउहरू खान अब सालसाल खाएर फर्किनु पर्ने हुन्छ। यो मेरो ससुरा बा नआउनु पनि कति ढिलो आउँछ कि ससुरा बा। तिमी कहाँ छौ? ससुरा बा तिमीलाई मिस गर्दैछु। तिमी यस्तै साइकलमा आउनुपर्ने कि ट्राफिक जाम त भएन ससुरा बा ससुरा हुनुहुन्थ्यो। ससुरा बालाई ससुरा बा नि ढिलो आइसक्यो। म आएको 2 घन्टा भइसक्यो आएर। लास्टमा त नाचेको गर्छ। फेरि हामीलाई डान्स भने चाहिँ फिटिकै मन पर्दैन। एक घन्टा ससुरा हुनुहुन्थ्यो। ससुरा बा साइकलमा आउने हो, तर किन त यतिको लेट भयो त? हामी यताबाट जाने हो सिधा आउँथ्यो। ससुरा बा नै आएन केटीहरूको। अच्छा हामी सबै केटी मात्रै छ। अनि केटीहरूले किन बस्ने भनेर चाहिँ अब सोझो भइसक्यो अहिले। अब स्कुल छोडेदेखि सोझो हामी पवित्र भने हामी अहिले अब चाहिँ हाम्रो आजको यही हो। हाम्रो ससुराको आइपुगेन कि हामी गएको बेलामा। नाके भाइ त के अरे पागल हो तर पागल हो नाके। कल कहाँ आइज भनेको त कहाँ आएको नागबहादुर। अब यही हो गाइस, आज चाहिँ हामी फाइनली घुम्यो खाइयो। त्यही हो अब जिन्दगीमा के छ मर्नु। आज चाहिँ हामी खास गरी भोटे जात्रा भनेको भोटे आएछ। यहाँ आएन भाइ, हामी गएपछि आएन क्या त्यो। हामीले अनि फोटो चाहिँ हेरेर आफ्नो हेरेको अन्त फोटो हेऱ्यो अन्तमा गएको अनि आफ्नै फोटो हेरेर बसिन्छ। अब चाहिँ हामी फेरि अब नेक्स्ट भ्लगमा पहिले हुन्छ त्यहिले भेटौँला।